बुद्धिमानी घर सरसफाइका उपायहरू। यी मध्ये कति तपाईलाई थाहा छ? 1. यदि भान्साको सिङ्क जाम भएको छ भने प्लास्टिकको बोतलमा पानी भर्नुहोस्। बोतलको मुख नालीमाथि कस्सिएर थिची जोडले निचोड्नुहोस्। पानीको तीव्र दबावले अवरोध तुरुन्त हटाएर नली सफा हुन्छ। 2. मप फोहोर भइसकेको छ र दुर्गन्ध आउँछ भने मपको टाउको प्लास्टिकको झोलाभित्र राख्नुहोस्। त्यसमा भाडा माझ्ने साबुन, बेकिङ सोडा र नुन हाल्नुहोस्। पछि सेतो सिरका खन्याउनुहोस्। झोलाको मुख बाँधेर 30 मिनेट छोड्नुहोस्। बीचबीचमा अलिकति हल्लाउनुहोस्। पानीले पखाल्नुहोस्। मप नयाँ जस्तै सफा हुन्छ। 3. अनुहार पुछ्ने कपडा भाडा माझ्ने साबुन र पानीमा भिजाउनुहोस्। त्यो कपडा जुत्ता माझ्ने ब्रश वरिपरि बेर्नुहोस् र झ्यालको जाली सफा गर्न प्रयोग गर्नुहोस्। जाली खोल्नै नपरी दुवैपट्टि राम्ररी सफा हुन्छ। 4. तौलिया पहेँलो भएको छ वा नराम्रो गन्ध आउँछ भने त्यसमा टुथपेस्ट, लुगा धुने साबुन र शरीर धुने साबुन हाल्नुहोस्। पछि न्यानो पानी खन्याउनुहोस्। 10 मिनेट भिजाएर हल्कासँग मिच्नुहोस्। तौलिया फेरि ताजा र सफा हुन्छ। 5. सेतो पर्खाल फोहोर भएको छ भने एउटा भाँडामा टुथपेस्ट, भाँडा माझ्ने साबुन र सेतो मदिरा मिसाउनुहोस्। यस मिश्रणलाई पर्खालमा छर्केर कपडाले पुछ्नुहोस्। पर्खाल तुरुन्तै सफा देखिन्छ। 6. भान्साको पर्खालमा जमेको चिल्लो हटाउन गाह्रो हुन्छ। स्प्रे बोतलमा बेकिङ सोडा, सेतो सिरका र भाँडा माझ्ने साबुन हाल्नुहोस्। पानीले पातलो बनाएर राम्ररी हल्लाउनुहोस्। चिल्लो भागमा छर्केर हल्कासँग पुछ्नुहोस्। चिल्लो सजिलै हराउँछ। 7. लामो समय प्रयोग गरेपछि केतलीभित्र चुना जम्छ। त्यसमा चिनी र सेतो सिरका हाल्नुहोस्। पानी भरेर उमाल्नुहोस्। 10 मिनेट छोडेर पानी फालिदिनुहोस्। केतलीको भित्री भाग चम्किलो र सफा हुन्छ। 8. लामो समयदेखि सफा नगरिएको एयर कन्डिसनर धेरै फोहोर छ भने एउटा भाँडामा पानी लिई लुगा धुने साबुन, सेतो सिरका र सुगन्धित जल मिसाउनुहोस्। फिल्टर 5 मिनेट त्यसमा भिजाउनुहोस्। निकाल्दा फिल्टर फेरि सफा भइसक्छ।